नमस्ते हजुर है, सम्पूर्णलाई नमस्ते छ। म पनि एउटा जेनजी पुस्ताको मान्छे भएर पनि मलाई पनि त्यसप्रति एकदम माया छ र म राजनीतिकप्रति त्यति इन्ट्रेस्ट त छैन मलाई, तर म त्यति इन्ट्रेस्ट भयो नि त राम्रो व्यक्तिलाई चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने कुरा पहिल्यैदेखि चाहिँ मलाई त्यो प्रकारको चाहिँ जोस आउँथ्यो र युवा आउनुपर्छ भन्ने म यो वाडादेखि नै पनि म चाहिँ एउटा भनौँ न साथ सपोर्ट दिँदै आएको मान्छे पनि हो र अहिले सोसियल मिडियामा पनि म टाढा हुँदा पनि म चाहिँ साथ सपोर्ट चाहिँ दिइराखेको हुन्छु मैले, किनकि नेपालमा कहिले राम्रो गर्दैछ र के गर्दैछ भन्ने कुराको मान्छेले अलिकति बुझ्न सक्छु। त्यो प्रकारको चाहिँ पढाइ लेखाइ पनि छ, त्यति अन्धभक्त पनि होइन। र यो भन्दै गर्दाखेरि कसैले चाहिँ फेरि झ्याप्पै चाहिँ यस्तो नभनिदिनु होला कि म कुनै पनि चिजको चाहिँ एकदम म त्यही पार्टी हो भनेर मैले कुनै पनि झोला समातेर मैले चाहिँ जिन्दगी समर्पित गरेको पनि छैन, म गर्नेवाला पनि छैन। राम्रो व्यक्ति आउँछ भने डेफिनेटली होइन सहयोग गर्न सकिन्छ र टाढा हुँदा सोसियल मिडियाको मार्फतले अब सहयोग गर्न सकिन्छ भने नजिक हुँदाखेरि चाहिँ अब आफै प्रत्यक्ष गएर पनि यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर साथ सपोर्ट दिन सकिन्छ होइन। एउटा नेपालले चाहिँ एउटा नयाँ अब अनुहार फेरेको महसुस पनि भइरहेको छ मलाई सर्वप्रथम त होइन। जस राम्रो लागेको छ होइन, जस्तै अब त्यो जति पनि अब शहीदहरू हुनुहुन्छ उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु होइन। र दोस्रो कुरा चाहिँ होइन, अनि मलाई चाहिँ एकदम जिज्ञासा कि एकदम मनदेखि जिज्ञासा लागिरहेको कुरा के भनेपछि होइन, यो एमाले अनि काङ्ग्रेस अनि माओवादी के होइन, यो तिनवटा भनौँ न हाम्रो एकदम मूल पार्टी भनेको तिनवटा हो नि त। अनि यिन तिनहरूमध्येमा चाहिँ होइन अब स्थानीय पनि छ होइन, प्रदेश पनि छ, यिनीहरूको त अब माथि सङ्घ पनि छ होइन। अब सङ्घमा त अब भागै भएले भाग भएर कहाँ गयो थाहा छैन होइन। अब घरको भिडियोहरू निकाल्दैछन्, कोही केही निकाल्दैछन्, कोही अब सानो बोलेको कुराहरूलाई पनि कहिले स्क्रिनसट राखेर यही हो अगुवा भनेर चाहिँ कसैको चरित्र हत्या पनि गरिरहेको पनि देखिरहेको छौँ हामीले। त्यसमा नेपाल केही पनि छैन, गर्नुहोस्, तपाईँको अधिकार छ, तपाईँले फेरि यही आएर चाहिँ देखाउन मिल्दैन क्या। तपाईँहरूका चाहिँ मलाई लाग्छ कि भूपू सदस्यहरू कता हुनुहुन्छ होइन। अब त संसद विघटन गर्ने भइसकेपछि तपाईँहरू त कस्तो हुनुभयो भनेपछि पानी बिनाको माछा जस्तो के। अनि वाइसेलका होइन, अब जस्तै वाइसेल माओवादीका वाइसेल कहाँ गयो होला नि, जस्तै अब तिनीहरू होइन जनप्रतिनिधिहरू नेतृत्व गर्न सक्ने हामी हो भन्ने टाउग्यारको बिच हो है। अनि काङ्ग्रेसका निवेशनका साथीहरू होइन, मेरो रोजी-रोटी यही हो भनेर लाग्नुभएका साथीहरू, त्यहाँबाट केही आउँथ्यो कि भनेर आश्वासन गरेर बसिराख्नुभएका साथीहरू, तपाईँहरूको हरिविजोग भएको होला। त्यो हरिविजोग चाहिँ म देख्न चाहदिनँ, तर नहोस्, तर राम्रोसँग गरेर खान शुभकामना छ। दोस्रो कुरा होइन, एमालेका साथीहरूलाई पनि त एकदम बिजोग छ क्या, एकदम बिजोग छ क्या। कस्तो बिजोग छ भनेपछि त्यो त छर्लङ्गै छ। र साथीभाइहरूलाई चाहिँ के लाग्छ भनेपछि नआत्तिनुहोस् के, पानी बिनाको माछा नग्नुहोस्। अनि यस्तै हो तपाईँहरूको सङ्गठन, तपाईँहरूको पार्टी, तपाईँहरूको त्यो हामी